हेलो एन्ड नमस्ते एभ्रिवान, दिस इज योर सबिन द सेफ। आज म तपाईँहरूलाई किचनमा प्रयोग हुने कुकिङ एसओपीको बारेमा भन्न गइरहेको जुन हरेक सेफहरूले जान्न पर्ने कुरा हो। यदि तपाईँ किचनमा काम गर्नुहुन्छ भने एसओपी बुझ्न धेरै आवश्यक छ। यो भिडियोलाई अन्तिमसम्म हेरिदिनुहुन्छ होला र माया गरिदिनुहुन्छ होला भन्ने आशा गर्दछु। कुकिङ एसओपी अर्थात् स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर भनेको खाना बनाउने क्रममा पालना गर्नुपर्ने नियम, प्रक्रिया र मापदण्ड हो, जसले गर्दा खाना सधैँ सुरक्षित, स्वच्छ र क्वालिटीको बन्छ। एसओपीलाई सजिलो तरिकाले बुझ्नको लागि पोइन्ट वाइज भन्न जाँदैछु म। फर्स्टमा छ पर्सनल हाइजिन, व्यक्तिगत स्वच्छता, व्यक्तिगत सरसफाइ। यसमा चाहिँ हजुरहरूले व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने छ। सफा युनिफर्म, एप्रोन, सेफ ह्याट लगाउनु पर्छ र यसले गर्दा ब्याक्टेरिया ट्रान्सफर हुनबाट पनि बचाउँछ। पोइन्ट नम्बर 2 मा छ मिजा इन प्लेस। तयारी भन्नाले कुनै पनि खाना बनाउनु भन्दा अगाडि तयार पारिने, जस्तै तरकारी धुने, काट्ने, मसलाहरू रेडी गर्ने प्रक्रियालाई मिजा इन प्लेस भनिन्छ। पोइन्ट नम्बर 3 मा छ क्वालिटी चेक। आफूले प्रयोग गर्ने सामग्री क्वालिटीको छ कि छैन र डेट सकिएको वा बिग्रिएको सामानलाई वेस्टेज रिपोर्ट बनाएर डिस्कार्ड गरिदिने प्रक्रियालाई क्वालिटी चेक भनिन्छ। अर्को पोइन्ट छ करेक्ट कुकिङ टेम्परेचर। यसमा चाहिँ तपाईँहरूले पकाउनु भएको खानेकुरा सही टेम्परेचरमा पाकेको छ या छैन, ताकि खानामा भएको ब्याक्टेरियाहरू नष्ट होस्। पोइन्ट नम्बर 5 मा छ टेस्ट एन्ड प्रेजेन्टेसन। तपाईँहरूले बनाउनु भएको खानाको टेस्ट ठिक छ या छैन भनेर चेक गर्ने। त्यसपछि खानालाई सफा प्लेटमा राम्रोसँग प्रेजेन्टेसन गरेर सर्भ गर्ने प्रोसेसलाई टेस्ट एन्ड प्रेजेन्टेसन भनिन्छ। लास्ट पोइन्टमा छ किचन क्लिनिनेस। अर्डर गइसकेपछि रेन्जमा छरिएका खानाहरूलाई सफा गर्ने, आफूले युज गरेको सामानहरू त्यही ठाउँमा मिलाएर राख्ने। यसले गर्दा किचन प्रोफेसनल र राम्रो देखिन्छ। त्यही भएर किचन क्लिनिनेस एकदम इम्पोर्टेन्ट मानिन्छ। यसरी कुकिङ एसओपी फलो गर्दा खाना सुरक्षित, स्वच्छ र क्वालिटीको बन्छ। त्यसैले कुकिङ एसओपी इज भेरी इम्पोर्टेन्ट इन योर सेफ लाइफ। तपाईँहरू सिनियर सेफ हुनुहुन्छ र यो भिडियो हेर्दै हुनुहुन्छ भने आफ्नो जुनियरलाई सेयर गरेर लाइक, सेयर एन्ड सब्सक्राइब गर्न भन्नुहोला। एन्ड थ्याङ्क यू फर वाचिङ।